विराटनगर 5 स्थित एभरेस्ट सेकेन्डरी स्कुलको प्रिफेक्ट पदमा माध्यमिक तहमा कक्षा 10 का अनिरुद्ध सेनाई र आधारभूत तहमा शिवम पगैया निर्वाचित हुनुभएको छ। आज सम्पन्न निर्वाचनको मत परिणाम अनुसार माध्यमिक तहमा 167 मतका साथ सेनाई निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी कक्षा 9 का चुडामणि भट्टले 49 मत प्राप्त गर्नुभयो। उक्त पदमा 4 जनाको उम्मेदवारी थियो। कक्षा 10 का समीप खनाल र कक्षा 10 कै जेसिस गेलाल समेत उम्मेदवार हुनुहुन्थ्यो। उहाँहरूले क्रमशः 70 र 11 मत प्राप्त गर्नुभयो। यस्तै माध्यमिक तहको डेपुटी प्रिफेक्टमा कक्षा 10 की मनस्वी कोइराला 179 मतले विजयी हुँदा उहाँकै निकटतम प्रतिस्पर्धी कक्षा 10 कै चारुना रौनियारले 70 मत प्राप्त गर्नुभयो। यस्तै अन्य प्रतिस्पर्धी कक्षा 10 की अन्मेषा श्रेष्ठले 70 र कक्षा 9 की एकता कुशवाहाले 14 मत प्राप्त गर्नुभयो। दुवै पदका लागि 4-4 जनाको उम्मेदवारी परेको थियो। माध्यमिक तहमा 400 जना मतदाता रहेकोमा 355 जनाले मतदान गरेका थिए, जसमध्ये 9 जनाको मतपत्र बदर भएको थियो भने 5 जनाले मतपत्रमा भोट नलगाएको प्रमुख निर्वाचन आयुक्त रहनुभएका भाइस प्रिन्सिपल टिएन भण्डारीले बताउनुभयो। यस्तै प्राथमिक तहको प्रिफेक्टमा कक्षा 8 का शिवम पगैयाले 352 मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी कक्षा 7 का क्रियङ्स लाभले 62 मत र कक्षा 7 कै मैङ झाले 50 मत ल्याउनु भयो। आधारभूत तहकै डेपुटी प्रिफेक्टमा भने कक्षा 8 की सृष्टि रिजाल निर्विरोध निर्वाचित हुनुभएको एभरेस्ट स्कुलकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डङ्गोलले बताउनुभयो। आधारभूत तहमा भने कक्षा 6 देखि 8 का विद्यार्थीले मात्र मतदान गरेका थिए। ती कक्षाबाट मात्र 355 मत खसेको थियो, जसमा 9 मत बदर हुँदा 5 जनाले मतपत्रमा भोट नगरेको आधारभूत तहका प्रमुख निर्वाचन आयुक्त रहनुभएका भाइस प्रिन्सिपल कुन्दनपुरीले बताउनुभयो। एभरेस्टले विद्यार्थीहरूलाई लोकतान्त्रिक पद्धति कस्तो हुन्छ भन्ने सिकाउँदै यहाँका जनप्रतिनिधि चयन र उनीहरूको उत्तरदायित्व बोध गराउन मतदान प्रक्रिया अवलम्बन गरिएको विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले बताउनुभयो। विशेष गरेर हामीले यसमा 2060 सालदेखि यो चाहिँ यस्तो किसिमको प्रावधानलाई अगाडि बढाएका हौं र यसमा खास गरेर दुईटा कुराको चाहिँ हामीले यसमा दुईटा उद्देश्यहरू हामीले राखेका छौं। त्यो भनेको के हो भने सबैभन्दा पहिलो कुरा छ हाम्रो कोर्समा पनि निर्वाचन प्रणालीको बारेमा हामीले विद्यार्थीहरूलाई चाहिँ शिक्षा दिनुपर्ने हुन्छ। त्यसकारणले गर्दाखेरि कसरी आम निर्वाचन हुन्छ, जनप्रतिनिधिहरू कसरी चुनिन्छन् र त्यो जनप्रतिनिधिहरू को प्रति उत्तरदायी हुन्छन् भन्ने कुराको चाहिँ एउटा लेसन यसले दिन्छ भने अर्कोतर्फ चाहिँ यो नेतृत्व विकासको कुरा पनि हो। किनभने यसरी चाहिँ चुनाव गरेर विद्यार्थीहरूले चाहिँ एउटा प्रिफेक्ट डेपुटी प्रिफेक्ट भनेको एउटा नेता हो। त्यति मात्र होइन, हाम्रो मोनिटर भाइस मोनिटर अरू हाउसका क्याप्टेनहरू, हाउसका चाहिँ डेपुटी क्याप्टेनहरू, भाइस क्याप्टेनहरू आदि इत्यादि पनि हाम्रो चुनिने कुरा भइसकेका छ। यो चाहिँ आजको चाहिँ अन्तिम निर्वाचन हो। त्यसकारणले गर्दाखेरि हामीले स्कुल तहदेखि नै यो लिडरसिप भनेको के हो, नेतृत्व भनेको के हो, यो नेतृत्व के लागि आवश्यकता छ भन्ने कुराको हामीले शिक्षा दिनुपर्छ। अब आज दुनियाँमा राजनीतिमा मात्रै कुशल नेतृत्व होइन, हरेक संस्थामा नेतृत्वको आवश्यकता छ र नेतृत्वले चाहिँ कसरी त्यो संस्थालाई अगाडि बढाउने भन्ने सन्दर्भमा चाहिँ हामीले चाहिँ सानै कक्षादेखि चाहिँ विद्यार्थीहरूलाई शिक्षा दिने भएको हुनाले यो अवस्थालाई चाहिँ यो निर्वाचन प्रक्रियालाई चाहिँ हामीले विद्यार्थीलाई चाहिँ एउटा उनीहरूलाई खास गरेर एउटा सिपमूलक ज्ञान चाहिँ हामी दिइरहेको अवस्था हो र यसैका लागि हामी यो निर्वाचन गरेका छौँ। यस्तै नवनिर्वाचित प्रिफेक्ट सेनाईले यो निर्वाचन प्रक्रियाले आफूहरूलाई धेरै ज्ञान दिएको र नेतृत्व विकास समेत गराएको बताउनु भयो। यो निर्वाचनले हामी समग्र विद्यार्थीहरूलाई ओभरअल डेभलपमेन्टको लागि ठुलो भूमिका निर्वाह गरेको छ। सर्वप्रथम यसले लोकतान्त्रिक पद्धतिहरूको बारेमा हामीलाई एकदमै अवगत गराउन गएको छ। किनकि यहाँ सामान्य निर्वाचन मात्र नभएर निर्वाचनभन्दा अगाडि हुने प्रक्रियाहरूको बारेमा पनि हामीले ज्ञान पाएका छौँ। जस्तै सुरुमा उम्मेदवारी दर्ता, त्यसपछि भोट माग्ने समय अनि त्यसपछि शून्य समयको समेत यहाँ व्यवस्था गरिएको थियो र यहाँ हामी देख्न सक्छौँ विद्यार्थीहरूले आफ्नो इच्छा अनुसार भोट माग्दैछन् र भोट दिँदैछन् र भोट एकदमै गोप्य रूपले दिएको छ। यो चाहिँ एउटा लोकतन्त्रको सुन्दर नमुना हो। यो सँगसँगै यसले चाहिँ विद्यार्थीहरू बीच एउटा घुलमिल हुने कुरामा पनि हामीलाई एकदमै ज्ञान दिएको छ र ठुलो मानिसहरूको बीचमा कसरी भोट मागिन्छ र भविष्यमा पनि यदि हामीलाई जनप्रतिनिधि बन्नु छ भने यस्तो कुरामा कसरी उम्मेदवारी दिने र कसरी सकेसम्म बढी भोट ल्याउन सकिन्छ भन्ने कुराको एकदमै राम्ररी ज्ञान दिएको छ।
यसको लागि चाहिँ म विद्यालय परिवारप्रति एकदमै धन्यवाद छु। यस्तै अर्की डेपुटी प्रिफेक्टकी उम्मेद्वार अन्मेषाले समेत नेतृत्व विकासको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। भन्नुपर्ने भयो फर्ममा भरिसकेपछि हरेक विद्यार्थीहरूलाई एउटा रुममा लगेर आफ्नो एजेन्डाहरू राखेर गर्नु पर्यो, सरहरूलाई भन्नु पर्यो। त्यसबाट पनि टिचरहरूले छान्नुभयो अनि त्यहाँबाट छानिँदै गएर निर्वाचित हुँदै गयो र प्रक्रियाहरू हुँदै गयो। त्यसपछि अर्को प्रक्रिया भनेको हामीले हरेक कक्षामा गएर विद्यार्थीहरूलाई भनेर आफ्नो एजेन्डाहरू राखेर आफ्नो मोटिभहरू राखेर उनीहरूलाई आकर्षक गरेर आफ्नो लागि भोट गर्ने कुराहरू राखियो। यस्तो प्रक्रियाहरू पनि मलाई चाहिँ एकदम राम्रो लाग्यो, किन भन्दाखेरि यहाँबाट मेजोरिटी भन्ने एउटा चिज हुन्छ र हरेक विद्यार्थीहरूले कसलाई बढी प्रोत्साहन गर्ने, कसलाई राम्रो सोच्ने बारे पनि थाहा हुन्छ, कसलाई धेरै छान्ने गर्ने सबै कुरा थाहा हुन्छ। त्यति नै भन्न चाहन्छु।